मेरो बुढो यति खुसी हुनुको कारण के होला त पुरा भिडियो हेर्नु होला। सर्वप्रथम सम्पूर्णलाई स्वागत छ मेरो छोटो मिनी भ्लगमा। मैले चाहिँ भ्लग अब नास्ताबाटै सुरु गर्छु। मलाई चाहिँ उठ्ने बित्तिकै नास्ता चाहिने हुनाले मेरो बुढोले चाहिँ पहिल्यै रेडी गरिदिनुहुन्छ। आज मैले नास्तामा खाँदैछु आलु पराठा अनि चिया र बिस्किट। मलाई एकदमै मनपर्छ आलु पराठा चाहिँ। अनि मैले नास्ता गरिसकेपछि गेस्टलाई पनि नास्ता बनाइदिनु पर्ने थियो, त्यसैले दुईजना मिलेर हामीले नास्ता बनाइदियौँ। अनि नास्ता बनाउँदा बनाउँदै हामी दुईजनाको चाहिँ यस्तो झगडा पर्यो नि साथीहरू। तपाईँहरूको झगडा पर्छ कि नै? हाम्रो चाहिँ टाइममा टक्कर परिरहन्छ। अनि म ठुस्केर उता गएको थिएँ, मेरो बुढोले त मलाई फगाउनको लागि नास्पाती ल्याइदिनु भयो। गेस्टहरूलाई नास्ता खुवाइदिएर एकछिन बसेका थियौँ, फोन आयो हाम्रो आधार कार्ड निक्लियो अरे भनेर। मेरो त निक्लिसकेको थियो अनि बुढोको चाहिँ निक्लेको थिएन। यो गुवामा नि अहिले साथीहरू यति धौ छ नि, काम पाउन पनि आधार कार्ड बिना केही पनि चल्दैन। अनि मैले साथीहरू बुढोलाई आधार कार्ड निस्केको उपलक्ष्यमा के खुवाउनुहुन्छ त भनेको, मलाई चाहिँ बुढोले खुवाउनु भयो समोसा चाहिँ एकदम मिठो थियो। हजुरहरूलाई पनि आधार कार्ड बनाउनु छ भनेपछि मलाई फलो गर्नु होला। हामीले कसरी कहाँ बनायौँ भनेर म सबै भन्ने छु। अहिलेलाई चाहिँ मेरो भिडियो अन्त्य गर्छु। भेटौँला अर्को भिडियोमा। बाइ बाइ।